अलिकति धेरै झन्झट भयो। म यही टोलको हो क्या, यही टोलको हो म, यही टोलको हो म, यही टोलको हो नि, चिन्दैन यार। बिबी जङ थापा, बिबी द जङ थापा। कहाँको थापा हो तपाईँ? धारपानीको, म्याग्दीको। हजुर के थापा हो? बगाले? म नि बगाल थापा। ए दाजुभाइ परेछ। कहाँको थापा हजुर? म त पश्चिमको थापा। ए हामी चाहिँ पश्चिम कुन ठाउँ? मेरो सिन्जा? सुदूरपश्चिम। ए बगाल थापा र सिन्जाबाट उत्पन्न भएको नि। म गएको छु त्यहाँ। धेरै छैनौँ हामीले। लगभग 70-80 वटा मौसम। ए त्यहाँबाट एउटा नेता भइहाले कर्ण थापा भन्दा पहिला उद्योग मन्त्री भाउ तिनी राजनीति गर्छन्। हामी धेरै छैनौँ त्यहाँ बगाले थापा। ए मैले खासै यहाँ रोडतिर कुदाउँदैन सर। म हाइवेहरू बेला ट्रकरले आँखै मार्ला जस्तो गरेर चलाउँछन् सर। अब त्यो भाल्नै पर्ने कन्डिसन हुन्छ। यो खासै रेगुलर चलाउने बाइक नि होइन। ए इन्डिया चाइना लङ टुर हाइवेमा मात्रै चलाउँछु क्या यो। सर आयो 450 हो सर। 450 हो यो चाहिँ यो रिन्यू गरेको हो नि त पर्दा रे। ए चाहिँ अनिवार्य राख्नु यो र फर्स्ट अफ पेपर राखेपछि पुग्छ के यो रिन्यू गरेको लास्ट डेट। हजुर हजुर म सधैँ बोक्थेँ मैले यो नछुटाउनु अब तिमीलाई यो भए पुग्छ कि सर्भिसिङ गरेर आएको अनि ए होइन सर यो मैले खासै कुदाउँदैन यो खासै यतातिर यसो लङ राइडको लागि ए होइन लाइट त मैले त्यो हाइवेमा ट्रकरले मार्नु गरेर कुदाउँछ सर। अब के गर्नु क्या मैले यहाँ बालेकै छैन। ए हुन्छ धन्यवाद। मेरो युट्युब छ, युट्युबमा हेर्नु न म घुमेको भ्लग बनाउँछु। एमआरबी भ्लग छ। दाइ त दाजु होइन हो होइन मैले अस्ति पनि मैले राम्रै कुराको बनाइरहेको हुन्छु। अस्ति स्पिडिङको टिकट खाएँ मैले। हो स्पिडिङ गर्नुहुन्न तर एकचोटि टिकट खाएँ भने त अर्को चोटि त मैले राम्रो चलाउँछु नि त। तपाईँ कस्तो त्यो भनेको एकचोटि तपाईँलाई सजेसन के हजुर हजुर त्यो तपाईँलाई फाइन काट्छ के होइन तपाईँ तिर्नु होला। हजुर हजुर तपाईँ एकचोटि सुध्रिनुहुन्छ कि तपाईँको ज्यान नजाओस्, तपाईँ रास्ता दुर्घटना भएर अपाङ्ग नहुनुहोस् हो लागि हामी चेकिङ गर्ने हो कि हो मैले बुझ्छु। कुनै पनि मान्छेको ज्यान धनको क्षति नहोस्, सुरक्षित बसोस् भन्नको लागि हामी चेकिङ गर्ने हो। न त के थियो र अनेक किसिमको मान्छेहरू हुन्छ कस्तो कस्तो भागेर जान्छ। भोलि दुर्घटना भयो भने त आफूलाई हो त्यो त म मान्छु सर। ल ल हुन्छ दाइ।